हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म हाइकिङको लागि मुन्चार पथ जाँदैछु। बिहानको मौसम एकदमै खराब भए पनि दिनमा चाहिँ केही सुधार आएपछि म चाहिँ लागेँ आफ्नो डेस्टिनेसनतिर। तर स्टिल हेर्न सक्नुहुन्छ बाहिर चाहिँ क्लाउडी नै छ, तर पनि प्लान गरिसकेपछि चाहिँ सक्सेस गर्नुपर्छ है भन्ने सोच चाहिँ राख्छु म। त्यसैले म चाहिँ लागेँ, किनभने मेरो 2 वर्ष अगाडि यो ठाउँमा आएको थिएँ म जस्ट भिडियो फोटोहरू खिच्नको लागि, किनभने भाइरल फुलबारी पनि यही ठाउँमा रहेको थियो नि त। त्यसैले तर यसचोटि चाहिँ मलाई जसरी पनि यो ठाउँमा आउँछु भनेर सोचेको थिएँ र आज फाइनल्ली त्यो प्लान पनि सक्सेस भएको छ। अहिले चाहिँ म आफूसँग टाइम स्पेन्ड गर्न चाहिँ मलाई एकदमै मन पर्न थालेको छ। सो म प्राय बाहिर आइरहेको हुन्छु, हेर्न सक्नुहुन्छ हजुरहरूले। एकदमै राम्रो थियो। मलाई पानी पर्छ कि भन्ने डर चाहिँ लागिरहेको थियो, तर चाहिँ त्यस्तो भएन। हेर्न सक्नुहुन्छ यो छालहरू, मेरो यो छालहरूसँग एकदमै लगाव भएको छ। आई डोन्ट नो वाइ हैन। मैले यो छालहरू देखेँ भने आफ्नो स्ट्रेस कम भएको जस्तो फिल गर्छु। म 2 वर्ष अगाडि आउँदा यहाँ पुरै रेड कलरको फ्लावरहरू थियो, तर यसचोटि त बाटोमा मात्र हल्का भेटेँ, नत्र भने सबै पहेँलो फुलबारी मात्रै थियो। अनि बिस्तारै म जाँदा जाँदा यो ठाउँसम्म पुगेँ। भित्रभित्र एकदमै राम्रो रहेछ साथीहरू। तपाईँहरू पनि जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ। अनि यो ठाउँ चाहिँ मैले टिकटकहरूमा मात्रै देखेको थिएँ, सबैजनाले हाल्नु भएको थियो, तर फाइनली मलाई यही ठाउँ भन्ने थाहा थिएन। आज चाहिँ म पनि पुगेँ। अनि त्यहाँबाट ग्रुपहरू बस्नु भएको थियो, अनि म भिडियो गर्नको लागि उहाँहरूलाई रिक्वेस्ट गरेर एउटा भिडियो गरिदिनु न भनेर उहाँहरूले भिडियो गरिदिनु भएको। हेर्नु न, राम्रोसँग भिडियो नै नगरिदिनु भएको, तर यतिको पनि गरिदिनु भयो। धेरै खुसी लाग्यो मलाई चाहिँ हैन। अनि म चाहिँ अलिकति ढिलो गएको भएर मलाई छिटो फर्किहाल्नु पर्ने थियो। त्यही भएर मैले सर भिडियोहरू खिचेर मेरो फेरि यो हुन्छ नि स्मल हट चाहिँ कहिले पनि छुट्दैन कि भिडियोहरूमा जहाँ पनि देखाइहाल्छु। अनि मैले सर यो छालहरूको भिडियो लिइसकेपछि चाहिँ म फर्किएँ त्यहाँदेखि। अनि मेरो नजर ठिक्क यहाँ गयो। मलाई एकदमै राम्रो लाग्यो ड्रप भइरहेको वाटरहरू हैन। अनि मेरो हातले पनि मैले यसरी गरेको, एकदम चिसो थियो पानी। अनि त्यसपछि म त्यहाँबाट फर्किएर आफ्नो सर एउटा भिडियो गराएँ। अनि त्यसपछि यसरी आउँदा आउँदा बाटोमा हेर्न सक्नुहुन्छ अलि सन्नी भएको थियो, पछि चाहिँ एकछिनमै पानी पर्ला जस्तो भएको थियो, तर एकछिनमा ठिक भयो। फेरि मैले यसरी आफ्नो नाम अनि आजको डेट लेखेँ मेमोरीको लागि। अनि त्यसपछि मैले खानाहरू पनि लगेर गएको थिएँ आफ्नो लागि, र मैले खाएर 91 बसमा फेरि रिटर्न आएँ। बम्बीबाट फेरि बस चेन्ज गरेर मेरो केही सामानहरू लिनु थियो घरको लागि, लिएर आएँ। धन्यवाद।